सुधार केन्द्रमा राख्दाखेरि म चाहिँ 6 महिना भनेको प्याकेज 8 महिना लगाइदियो। उसलाई त जति राख्यो त्यति फाइदा हुने रहेछ है। त्यस्तै इन्डिया सिन्डिया पनि घुमियो, दुध व्यापार पनि गरियो, वहीँ बिहाबारी गरियो, 2टा छोराहरू गुणे जन्माएर यहाँ ल्याएर हुर्काइयो, पढाइयो, लेखाइयो। त्यस कारणले एउटा सानोतिनो मेरो गल्ती यसै पिउने पदार्थ पिउँथेँ। अनि त्यस कारणले गर्दाखेरि छोराहरूले बुवा भन्दा भन्दै पनि मैले टेरिनँ क्या, मानिनँ। त्यस कारणले अनि जेठा छोराले ल र सुधार केन्द्रमा राखो। सुधार केन्द्रमा राख्दाखेरि म चाहिँ 6 महिना भनेको प्याकेज 8 महिना लगाइदियो। उसलाई त जति राख्यो त्यति फाइदा हुने रहेछ है। त्यस कारणले अनि यहाँ आएपछि म चट्ट वहाँ 8 महिना बसेर छोडेर त्यो नसापानी छोडेर अहिले चाहिँ यो घर सियारेर बसेको छु। लिपपोत सबै आफै गरेको छु। र यसमा तरकारीहरू हेर्नुहोस् है, अब मैले यहाँ उब्जा गर्छु। जे अन्य तरकारीहरू यो अर्ग्यानिक चिजहरू मैले चाहिँ नगरपालिकामा लिएर खलेवासमा म जान्छु। आज बिहान पनि गएर आएँ। केरा केही दर्जन थिए, बिक्री वितरण गरेर बाख्रालाई चापट लिएर आएँ त्यही पैसाले। र तरकारी खेती बाख्राहरू यस्तै यस्तै गर्दै अहिले भर्खरै बाख्रा लिएर आएँ, चलाएँ। 15वटा बाख्रा छन्। अब फेरि बिहाउनेवाला 4वटा छन्। वैशाखबाट सुरु गरेको, बाख्राले नदिने होइन, लक्ष्मी लक्ष्मी पैदा भयो बोको बोको भन्दा भन्दै अब चाहिँ पहिला लक्ष्मी दिने भन्ने कुरो भयो भगवान्को पनि। अब लक्ष्मी ठिकै छ, उनले पनि फेरि बढाउँछन् होइन, बढाउँछन्, वृद्धि हुँदै जान्छ, राम्रो हुँदै जान्छ। उनलाई दानापानी चलाउँदै गएका छन्। अहिले खासै मलाई त्यति राम्रो भएको छैन, अब होला भन्ने आशा छ।